हेलो साथीहरू, ह्याप्पी माघे सङ्क्रान्ति। म चाहिँ सङ्क्रान्ति मनाउन माइत घर गएँ। यहाँ चाहिँ मेरो बहिनीले खसीको मासु पकाउन लागिरहेको छ। सबै सामानहरू रेडी गरेर पकाउँदैछ। यहाँनिर सबै सामानहरू हालेर यता सिमी साग पनि केलाइ, यता मम्मीले रोटी पकाउन पिठो भिजाइरहनु भएको छ। यता मैले चाहिँ खाना खाएँ, खाना पाकिसकेको छ तातो तातो जाडोमा खसीको रससँग। अब यता हाम्रो तरुल पाक्दैछ भोलिको लागि। तरुल चाहिँ पुसमा पकाएर माघमा खाने हो नि त। अब यता मम्मीले रोटी पकाउँदै हुनुहुन्छ, सेलरोटी आगोमा। हाम्रो रोटी चाहिँ यस्तो भयो। अनि हाम्रो भुजाको डल्लु र तिलको लड्डु चाहिँ यस्तो भयो। अब फाइनली रोटी, लड्डु अनि त्यसपछि तरुलहरू चाहिँ रेडी भइसकेको छ भोलिको लागि। अब यता नानी चाहिँ उसको सानीसँग खेल्दैछ, फुल्देर फकाएर खेलाउँदैछन् यहाँनिर पुरै जाडोमा। अनि म चाहिँ भोलिपल्ट बिहानै उठेर एकदमै बारी घुम्न जान लागेको। यता गाई हेरेँ। अनि यता बारीतिर पनि मम्मीले आलु सागहरू लगाउनु भएको छ। अनि यो चम्सुरको सागमा चाहिँ पुरै शीत परेको छ क्या। यो चाहिँ सुपको साग हो, चम्सुरको साग पनि त छेउमा थियो। अनि हाम्रो मकै चाहिँ यस्तो भइरहेको छ, हरियो मकै पोलेर खाने ठ्याक्क बेला भएको छ। हाम्रोमा चाहिँ एकदमै धेरै मकै लगाउनुहुन्छ, वरिपरि हेर्न सक्नुहुन्छ मकैबारी मात्रै छ। यहाँ सागको बिउ पनि पाकिरहेको छ। यो झारको यो फुल चाहिँ हामी पहिले सानोमा फुली बनाएर खेल्थ्यौँ क्या। तपाईँहरू खेल्नुहुन्थ्यो कि हुन्न थियो? मैले फाइनली नुहाइ पनि सकेको छु। अनि आगो तापे एकछिन नुहाइसकेर अनि यता मेरी बहिनीले चाहिँ ढुङ्ग्री फुलाउँदैछ। हामी सानोमा कति धेरै खान्थ्यौँ क्या। अनि त्यही ढुङ्ग्री अचार कुखुराको मासुसँग मैले चाहिँ खाना खाएँ। अनि यो चाहिँ बेलुका हामी सबैजना भएर खाना खाइसकेपछि चटपटे खाएको। गफ गर्दै गर्दै अनि भोलिपल्ट बिहान चाहिँ मैले घर आउने बेलामा मकै पोलेर खाएर आएँ। थ्याङ्क यू फर वाचिङ।